अरे यी बुढाले मुख धोको हेर्नु त्यहाँ होइन त राम्रोसँग मुख सबै धो न के चुच्चो मात्रै पखालिरह भने जाडो त गइसक्यो त जाडो गर्मी बर्खा जहिले पनि ती बुढाले मुख धुने भनेको यति त हो नि त्यो टोपीले पुरा मुख धुनै मिल्दैन टोपी कहिले खोल्ने होइन मलाई त लाग्छ त्यो टोपीमा कति जुम्रै परिसक्यो खोइ बेर छैन म त अझै जाडो छ जस्तो लाग्दो रहेछ क्या यसरी धुँदाखेरि भइहाल्छ नि अनि यो गर्मीमा नुहाउँदा किन पानी तताउनु पर्दैन यो अब 6 महिना एकचोटि नुहाउँछ अनि ढर राख स्वाङ तिमी खुब दिनदिनै नुहाउँछौ होला नि हेर न दिनदिनै नुहाएर अनुहार पनि कस्तो चम्किलो टलक्क टल्केको होला नाम पनि माग्ने एउटा टल्के राख्नु पर्ने तिम्रो नमस्कार मामा ओहो भान्जा नमस्कार नमस्कार माइजू नमस्ते नमस्ते नमस्कार बान्द्रे त के भन्थ्यो रे गदालाई लात टल्केर एकैखेपमा उछिट्याइदिन्छु है गदा भन्छस् आउने बित्तिकै अनि के सुँगुर भनौँ त ल यो अलिकति सुन्तला ल्याएर छु यो आधी किलो सुन्तला चाहिँ मामालाई धन्यवाद यो आधी किलो सुन्तला चाहिँ माइजूलाई धन्यवाद भान्जा आधी किलो सुन्तला चाहिँ बान्द्रेलाई भन्न हुन्थ्यो 1.5 किलो सुन्तला ल्याएको भए आधी किलो यो ढेडुले पनि घिच्थ्यो अब हेरे हुने भयो मामा खानु परेको छैन तैँले ल्याएको सुन्तला सुन्तला हिजो अस्ति चाहिँ यहाँ बारीमै फलेको थियो यत्तेरिका हल्ला नगर न नगर ल तल म दिन्छु सुन्तला खान्नेमा हेर दिदी यो सुन्तला खान्न पनि यो सुन्तलाको बोक्रो घर वरिपरि काहीँ भेटे भने जसले त्यो सुन्तला ल्याएको हो त्यसकै आँखामा त्यो बोक्रो निचोरेर हालिदिन्छु म होइन तिमीहरू पनि क्या हो भने सुन्तला लिनुभन्दा अगाडि सुन्तला ल्याउनेको अनुहार हेर्नु पर्दैन हेर अनुहार बाँदर र यो सुन्तला ल्याउनेलाई सँगै राखेर हेऱ्यो भने बरु बाँदर राम्रो होला हेर अनुहार अब दुईजनै बाँदर भइदिए भए सजिलो हुन्थ्यो एउटा बाँदर एउटा ढेडु हुनाले मिलेर बस्न अलिक समस्या भिनाजीले कुरै बुझेको छैन बाटामा त्यो 25 रुपियाँ किलोको चाउरी परेको सुन्तला किनेर ल्या अब महिना दिन जति यहीँ थचिएर बस्छ अनि 25 भन्दा माथि खाएर जान्छ यसले यत्तेरिका कति किचकिच गरिरह भने अब आफन्तकोमा पनि खुवाउने खानीको कुरा भइरहन्छ र भने यो आफन्त हुनु नै हाम्रो दुर्भाग्य हो हेर भिनाजु यो तिम्रो भान्जाको बेहोरा हेर्दाखेरि चाहिँ खासमा यो तिम्री बहिनी पनि गतिले थिएनन् होला क्या